हेलम्बुको ग्रेट ट्रेल जुन बनेको छ अहिलेसम्म 6 किलोमिटर बनिसकेको छ र यो 60 किलोमिटरको जुन कन्सेप्ट छ यो चाहिँ अद्भुत कन्सेप्ट लाग्यो र मैले विशेष गरी यहाँको पालिका अध्यक्षज्यूलाई कृतज्ञता हार्दिक बधाई ज्ञापन गर्न चाहे, किनभने यतिको ट्रेल मैले आजसम्म घुमेका देशहरूमा कहीँ पनि देखेको छैन। यति हाइटमा र यति राम्रोसँग व्यवस्थित हिसाबले बनेको ट्रेल एउटा उदाहरणीय छ र भिजिटरको लागि यसले चाहिँ स्वर्गीय आनन्द दिने चाहिँ मैले पाएको छु। यहाँ सबै आएर मात्रै यसको अनुभूत गर्न सकिन्छ, फोटोबाट भिडियोबाट कमै गर्न सकिएला। यो ट्रेलको सँगसँगै ठाउँ ठाउँमा विभिन्न किसिमका जातीय धर्मको हिसाबले मेडिटेसन गर्ने विभिन्न केन्द्रहरू बने भने विश्वका सबै समुदाय सम्प्रदाय धार्मिक ग्रुपलाई ल्याएर यहाँ मेडिटेसनको आनन्द लिन, स्वर्गीय आनन्दको लागि यी ठाउँहरू बनाउन सकिन्छ। मैले हेलम्बुको अध्यक्षज्यूलाई यो अनुरोध, सुझाव र अनुरोध सहित मैले यहाँ सम्पूर्ण यात्रुहरू, भिजिटरहरू, टुरिस्टहरूलाई चाहिँ यहाँ एकचोटि देख्न, भिजिट गर्नको लागि अनुरोध गर्छु।